हीराको माला। एक पटकको कुरा हो। एकजना गरिब किसान ढुङ्गाको माला बेच्न बिहानैदेखि दो बाटोमा बसेर ग्राहक पर्खिरहेका थिए। त्यही बाटो हुँदै एकजना सुन व्यापारी आइरहेका थिए। उनको नजर किसानको हातमा भएको मालामा पर्यो। नजिक आएर उनले सोधे, दाइ, यो माला बेच्नुहुन्छ? किसानले सरल स्वरमा उत्तर दिए, हो हजुर, यही माला बेच्नका लागि यहाँ बसेको हुँ। सुन व्यापारीले उत्सुक हुँदै सोधे, कति लिनुहुन्छ त यसको दाम? किसानले भने, 50 रुपैयाँ मात्र। 50 रुपैयाँ भन्ने बित्तिकै सुन व्यापारी छक्क परे, किनभने त्यो माला साधारण ढुङ्गाको होइन, लाखौं मूल्य पर्ने हीराको माला थियो। त्यो कुरा किसानलाई थाहा थिएन, तर व्यापारीलाई राम्रोसँग थाहा थियो। तर व्यापारीको मनमा लोभ पलायो। उसले भन्यो, यस्तो जाबो मालाको 50 रुपैयाँ, 10 रुपैयाँमा देऊ। किसानले नम्रतापूर्वक भने, हजुर, घरमा श्रीमती बिरामी छिन्, उपचार गर्न 50 रुपैयाँ चाहिन्छ। तर व्यापारी अडिग रह्यो। 10 रुपैयाँमा दिने हो भने देऊ, नत्र म जान्छु। यति भनेर व्यापारी अगाडि बढ्यो। उसले सोचेको थियो, अलि पर पुगेपछि किसानले बोलाउँछ, तर किसानले बोलाएन। व्यापारी पछाडि फर्केर हेर्दै हिँड्यो, तर किसान अझै पनि चुपचाप बसेकै थियो। लामो दूरी पार गरेपछि व्यापारीलाई आफ्नो गल्ती महसुस भयो। ऊ फेरि फर्केर आयो र भन्यो, ठिक छ दाइ, 50 रुपैयाँमै दिनुहोस्। तर त्यति बेला किसानको हातमा माला थिएन। किसानले शान्त स्वरमा भने, माफ गर्नुहोस् हजुर, तपाईले किन्न नमान्नु भएपछि अर्का ग्राहक आएर यो माला 100 रुपैयाँमा लगिसके। यो सुनेर सुन व्यापारी टाउकोमा हात राख्दै भन्यो, थत्तेरी, तिमीले लाखौंको हीराको माला 100 रुपैयाँमै बेच्यौ? साँच्चै तिमी त बुद्धि नभएको गधा रहेछौ। त्यसपछि किसान मुस्कुराउँदै बोले, मलाई थाहा थिएन यो हीराको माला हो भनेर, मैले त ढुङ्गाको माने। तर तपाईलाई थाहा भएर पनि किन ढुङ्गाको मूल्य दिन खोज्नुभयो? यो प्रश्न सुनेपछि सुन व्यापारी नाजवाफ भयो। मित्रहरू, हाम्रो दैनिक जीवनमा पनि यस्तै हुन्छ। हामीलाई धेरै कुरा थाहा हुन्छ, के सही हो, के गलत हो, कुन कर्मको फल कस्तो हुन्छ, तर थाहा भएर पनि हामी जानाजानी गलत बाटो रोज्छौँ। हामीलाई थाहा छ समय फिर्ता आउँदैन, स्वास्थ्य सधैँ रहँदैन, सम्बन्ध बिग्रिएपछि सजिलै जोडिँदैन, एक दिन सबैलाई बुढेउली र मृत्यु आउँछ। तर यी सबै कुरा जान्दा जान्दै पनि यदि हामीले समय, स्वास्थ्य र सम्बन्धको कदर गरेनौँ भने जिन्दगीमा पछुताउनु बाहेक अरू कुनै विकल्प बाँकी रहँदैन।